लागिसकेको छ उहाँलाई कङ्ग्रेचुलेसन थ्यांक यू भेरी मच युके भिसा कङ्ग्रेचुलेसन है उहाँको आज भिसा लागिसकेको छ थ्यांक यू फेरि पनि आज हाम्रो सक्सेस स्टोरी लिएर हामी आइसकेको छौं मिसेस सुस्मितालाई हैन उहाँको भिसा लागिसकेको छ सुस्मिता कुमारी शाहलाई सो थ्यांक यू भेरी मच तपाईको चाहिँ आज 40 डेजमा भिसा लागिसकेको छ सो कति धेरै तपाई खुसी हुनुहुन्छ आज म धेरै खुसी छु सर अनि धेरै पहिला अलिकति गाह्रो भएको थियो हामीलाई बाहिर जान लागि मैले सोचे थिएन मैले जान्छु भनेर तर साथी भेटेर म नि गई हिँडेको अब तर विश्वास चाहिँ थिएन जान्छु भनेर पुरै लक चाहिँ मेरो लक खराब छ अलिकति अनि थाहा भएन तर हुँदै हुँदै मेरो आज भिसा आयो अनि हरेक कुरा भइसक्यो सो तपाईको चाहिँ राम्रो कन्सल्टेन्सी खोजेपछि भिसा लाग्छ नि है सो तपाईको चाहिँ इन्ट्रोडक्सन दिनुस् कहाँबाट हुनुहुन्छ तपाई मेरो नाम सुस्मिता कुमारी शाह हो म चाहिँ सप्तरी हो तर बस्ने चाहिँ सिरा हो अनि सिराको विद्यार्थीलाई म यही भन्न चाहन्छु यदि कोही छ भने अनि कोही जान चाहन्छ बाहिर भने हाम्रो यहाँ धनञ्जय स्टडी एयरपोर्टमा गएर कुरा गर्नु बुझ्नु के छ कसो छ अनि म त भन्छु यहाँबाट एप्लाई गर्नु राम्रो छ यहाँबाट सो अब तपाई चाहिँ तपाईको भिसा लागिसकेपछि तपाई धनञ्जय स्टडी एयरपोर्टलाई सजेस्ट गर्न चाहनुहुन्छ विद्यार्थीहरुलाई सो तपाईले चाहिँ हामीबाट एप्लाई गर्नुभयो सिराबाट काठमाडौँ आउनुभयो धेरै कल्चरनिसहरु घुम्नु हो तर धनञ्जय स्टडी एयरपोर्टमा तपाईले के कारणले गर्दाखेरि तपाईले एप्लाई गर्नु पर्यो हैन र यहाँ एबाट एप्लाई गरेपछि डकुमेन्टेसन देखि लिएर प्रोसेसिङ देखि लिएर कति फास्ट तपाईको काम भयो हैन सो त्यो विषयमा अलिकति भन्नु न हुन चाहिँ हाम्रो काम धेरै नै फास्ट भयो भन्दाखेरि 40-45 दिनमा हाम्रो काम चाहिँ सक्यो अरु ठाउँ त अलि दिक्कत भयो हामीले कति धेरै ठग्यो पनि कति धेरै हामीसँग फ्रड पनि भयो अनि साथीले रेकमेन्ड गर्नुभयो यहाँ आउन लागि अनि हामी आयो धनञ्जय सरले धेरै गर्नुभयो धेरै कुरा अनि यहाँको म्याम सर पढाउने टिचरहरु दिदीहरु सबै धेरै राम्रो हुनुहुन्छ बोल्दा पनि कति मिठो बोल्नुहुन्छ यिनीहरुले गाली गर्नु हुँदैन कराउनु हुँदैन अनि राम्रो हुन्छ सपोर्ट चाहिँ धेरै गर्नुहुन्छ मोटिभेट नि गर्नुहुन्छ धेरै सो इन्टरभ्यु पढाउन्जेलसम्म एप्लाई गर्नुसम्म हामीले तपाईको चाहिँ एक पनि लिएन बिफोर भिसा है सो तपाई पनि जो विद्यार्थीहरु राम्रो कल्चरनिसी खोजिराख्नु भएको छ तीनटा कुराले इम्पोर्टेन्ट पार्छ तपाईको फर्स्ट कुरा भनेको कल्चरनिसी राम्रो हुनु पर्यो पुरानो हुनु पर्यो भिसा तपाईको चाहिँ सक्सेस ग्यारेन्टेड हुनु पर्यो र तपाईको काउन्सिलर पनि एकदम एक्सपिरियन्स्ड काउन्सिलर हुनु आवश्यक छ सो तपाई पनि सुस्मिता जस्तै नेक्स्ट स्टोरी बन्न चाहनुहुन्छ तपाई सिरा सप्तरी धनुषा नेपालगञ्ज बाँकेबर्दिया पुरा नेपालबाट तपाई यदि हाम्रो यो भिडियो हेरिराख्नु भएको छ र तपाई युके ब्याचलर डिग्री र मास्टर डिग्रीको लागि वहाँ जस्तै भिसा ग्रान्ट 40 डेजमा गर्न चाहनुहुन्छ भने तपाईले धनञ्जय स्टडी एयरपोर्टमा सम्झिन सक्नुहुन्छ सो अन्तमा के भन्न चाहनुहुन्छ अब आउने विद्यार्थीहरुलाई कस्तो खालको कल्चरनिसी सजेस्ट गर्न सक्नुहुन्छ कस्तो खालको युनिभर्सिटीहरु या तपाईको भिसा डकुमेन्टेसनमा कल्चरनिसीले कसरी गाइडेन्स इन्टरभ्युमा सपोर्ट गर्छ क्यान यु एक्सप्लेन अबाउट इट म त धेरै सजेस्ट म धनञ्जय स्टडी एयरपोर्टलाई नै गर्छु किनकि मलाई मेरो भिसा यहीँबाट लाग्यो हरेक कुरा यहीँबाट भयो मेरो अनि आउने विद्यार्थीलाई म यही भन्न चाहन्छु कि आएपछि आफैले मेहनत गर्नुपर्छ आफैले लक लाग्छ तर यहाँ आएर मेहनत गरेपछि सरको म्यामको गाइड आएपछि पासै गर्न पाइन्छ अनि मजाले हरेक कुरा सजिलो हुन्छ अलि गाह्रो हुँदैन टेन्सन फ्री हुन्छ अलिकति अनि अरु भन्दा अलि यहाँ प्रेसर चाहिँ कम हुन्छ त्यही भन्न चाहन्छु म थ्यांक यू तपाईलाई थ्यांक यू भेरी मच अन्तमा म तपाईलाई केक गिफ्ट गर्न चाहन्छु थ्यांक यू सर थ्यांक यू